सबैजनालाई वेलकम छ मेरो फर्स्ट भ्लगमा। अनि हिजो हाम्रो गाउँमा किन यति धेरैजना मान्छे भेला भएको थियो र के को लागि भेला भएको थियो तपाईले यो जान्नु छ पछि लास्टसम्म यो भिडियो हेरिदिनु होला। यो चाहिँ हैन हिजोको भिडियो हो, मैले एडिटिङ गर्न नपाएर म चाहिँ आज हाल्दैछु। अनि हिजो चाहिँ मलाई मेरो मम्मीले गाउँमा हात्ती आयो अरे, अनि बिहानै उठायो हैन। अनि टक्क म पनि हात्ती हेर्न गइदिएको, अनि यसो कुद्दै जाँदैछु। अनि यता हाम्रै गाउँतिर आएको रहेछ अरे, अनि यतातिर कहिले नआउने क्या, अनि आज आएको रहेछ। अनि टक्क कुद्दै मान्छेहरू पनि गए, अनि म पनि कुद्दै गएँ। अनि म पुगेपछि यसो धानबारीमा हेरेको हात्ती रहेछ। अनि मैले नेपालमा फर्स्ट टाइम हेरेको क्या हात्ती, त्यही पनि आफ्नै गाउँमा आएको थियो। अनि त्यसैले यसो जुमिङ गरेर भिडियो बनाएँ। अरू मान्छेहरू पनि थियो, धेरै मान्छेहरू थियो। अनि अब यो हात्ती चाहिँ हाम्रो गाउँतिर जान लागेछ हैन। अब गाउँमा के हुन्छ लास्टसम्म हेर्नु होला। यो हात्ती चाहिँ हाम्रो गाउँ चैतेबारीमा छिरिसकेको छ। हेर्न सक्नुहुन्छ बाटोमा आरामले हिँड्दैछ टन जस्तो हैन। यसको छेउछाउ चाहिँ कोही जाँदैछन्। यो गाडीहरू पनि साइडमा रोकाएको छ बिगार गर्छ भनेर, अनि आफ्नो बाटो हिँड्दैछ। अनि हाम्रो निखिल दाइको दोकानमा पुग्यो होइन हात्ती। अनि त्यताको मान्छेहरू पनि भाग्दै थियो दोकानको। अनि त्यो हात्तीले चाहिँ बाइक हेऱ्यो, अनि बाइक चाहिँ लडाएछ क्या। अनि लडाएर त्यसमा चाहिँ किल्च्यो, अनि त्यसको के बाइकको फुटो होइन।
त्यो हात्ती चाहिँ धेरै ठुलो थियो होइन, तर यसको कानमा पनि दुईटा प्वाल थियो। साइडको कानमा एउटा प्वाल हामी जस कान छेड्दिनौँ उसको पनि त्यस्तै थियो क्या, दुलो थियो। अनि खोइ जङ्गली थियो कि पालेको थियो त्यो चाहिँ थाहा भएन होइन, तर एकदम मजाको हात्ती थियो होइन। फनक्क फर्क्यो हात्ती अनि टक्क भागिदिएको, अनि डराएर भागिदिएको खेदाउँछ भनेर। अनि उता अगाडि पनि मान्छेहरू थियो। अनि यो हात्ती चाहिँ फेरि धानबारी घुमेर होइन, यो बाँसगाडी घुमेर अनि हाम्रै गाउँतिर फेरि गयो होइन, चैतेबारीतिर गयो। अनि टक्क म पनि जाँदैछु यसो भिडियो बनाउन होइन। यो हात्ती चाहिँ चोक आइपुगिसक्यो। अनि सकेपछि गाडीहरू रोकेर पनि हेर्दैछन्, बाइकहरू रोकेर पनि हेर्दैछन्। एक तले घर जस्तो रहेछ होइन यो हात्ती चाहिँ। अनि यता सब सानो बुढाबुढीहरू हेर्नु कति खुसी भएको छन्, फर्स्ट टाइम हाम्रो गाउँमा हात्ती आउँदाखेरि होइन। यो हात्ती चाहिँ जाँदैछ अब उतातिर घरतिर जाँदैछ। आजको भ्लग चाहिँ यति नै हो। सबैलाई धन्यवाद मेरो भ्लग हेरिदिनु भएकोमा।